Come back. हो चुका है। नमस्ते, म यहाँ सन्चै छु। त्यहाँ तपाईँहरू पनि सन्चै हुनुला भन्ने आशा गर्दै आजको भ्लग फेरि सुरुवात भइसकेको छ यता। अनि आज चाहिँ म उठेर भर्खर उठेर अब निस्किँदैछु घुम्नलाई होइन। अब खासै कामहरू केही पनि छैन, के गर्नु, काम नभएपछि बेरोजगार भएपछि यस्तै हो गाइसहरू। अब डुल्नु पर्यो, घुम्नु पर्यो होइन, त्यही हो। अनि यो चाहिँ मेरो न्यू हेयर स्टाइल। मैले चाहिँ कपाल काटेँ होइन, कपाल काटेर नयाँ हेयर स्टाइल बनाएको छु। के कस्तो देखिरहेछ कमेन्ट गर्न चाहिँ नभुल्नु होला है त। अनि म चाहिँ जाँदैछु, खासै त कतै जाँदैन होला, यहीँ वरिपरि नै घुम्छु, त्यही हो। अरू बाँकी कुराहरू अब हामी गर्दै गर्छौँ, घुम्दै पनि गर्छौँ, कुराहरू पनि गर्दै गर्छौँ होइन त साथीहरू। मजा लाग्यो ल, गर्मी पनि के साह्रो गर्मी हो, पास गर्मी चढिसक्यो होइन। यस्तो गर्मी छ, पुरै छर्किनुहोस्, बाहिर निस्किन पनि गाह्रो हुन्छ यस्तो गर्मीमा त। अनि यो चाहिँ मेरो रुमदेखिको माथिको गएको है, गएको वरिपरि यस्तो रुखहरू लगाएको छ होइन। अनि यस्तो मजाको देखिरहेछ। यस्तो भएपछि चाहिँ जियोस् राम्रो नै हुन्छ। कलेजहरूमा स्कुलहरूतिर चारैतिरै अनि रुखहरू लगाएपछि जियोस् राम्रो देखिन्छ। अनि शीतलमा बस्छौँ भनेको बेला पनि गर्मीमा राम्रो हुन्छ होइन। त्यही हो, खासै केही छैन अरू त के भन्नु र होइन। त्यही हो, आजभोलिको दिनहरू त्यस्तै बोर भएर बितिरहेछ। काम धन्दा छैन, एउटा काम गरेछ बसेछ होइन। 4 दिन काममा गयो आयो बस्यो, अरू केही नि त्यस्तो खासै त्यही हो होइन। ठिक छ, बिस्तारै गर्दै जाऊ, केही न केही त होला नि त जीवनमा। सधैँभरि यत्तिकै बोर त हुँदैन होला नि। के कसो गाइसहरू ल हेर्नुहोस्, यस्तो दामी देखिरहेछ। अरे जियोस्, पहिला त होइन खासै रमाइलो त लाग्थेन होइन। आफ्नो देशहरू छोडेर आएपछि त जसलाई पनि नरमाइलो लाग्छ। अब साथीभाइहरू कोही हुन्न चिनेको, एक्लै होइन, बिरानो ठाउँमा आफू एक्लै हुँदाखेरि जस न्यासो लाग्थ्यो। आजभोलि चाहिँ अब सबै साथीहरू भाइहरू छ, सबैहरू हुन्छ होइन। जस त्यस्तो चाहिँ निराशिलो हुने अनि विरक्त लाग्ने दिनहरू चाहिँ त्यस्तो खासै छैन होइन। अब त्यही हो, जहाँ गयो भने सुरुमा अब सबैलाई लाग्ने भनेको त्यस्तै हो, एक्लोपनको महसुस हुने, कोही छैन जस्तो लाग्ने होइन। बिस्तारै अब चिनजान भइसकेपछि चाहिँ सबै आफ्नो जस्तो लाग्छ। जियोस्, जुनसुकै ठाउँमा गए पनि नेपालीको कमी चाहिँ छैन है। नेपालीहरू चाहिँ जहाँ जुनसुकै ठाउँमा पनि छ कि यो संसारमा सायद सबै ठाउँमा भएको भने बढी नै नेपाली होला। अनि म चाहिँ कहाँ जाम भनेर सोचिरहेको छु होइन। अब गर्मी पनि चलिरहेछ होइन। अब खासै टाढा भने के जानु होइन, त्यही पनि एक्लै। ठिक छ, हेरौँ कहाँसम्म पुगिन्छ, जाँदै गरौँ। जहाँसम्म गइन्छ अनि त्यहाँबाट फर्केर आउँछु म होइन।
सुरुमा त म एक राउन्ड यो पार्कलाई राउन्ड हान्छु। खासै कुरा त केही छैन। अब बिस्तारै बिस्तारै म डेली भ्लगहरू हाल्ने कोसिस गर्ने नै छु। मैले जे जति सक्छु, जे जति जानेको छु, म आफ्नो क्षमताले भ्याउने जति म गर्ने नै छु र भ्लग पनि आफूले जाने जति नै गराउने नै छु होइन। अब त्यस्तो हुन्छ नि, अब कन्टेन्ट्सहरू त्योहरू यिनीहरू त्यस्तो त आउँदैन खासै मलाई। भर्खर सिक्न लागेको मान्छे होइन, अब धेरै नलेज त छैन। त्यही पनि भ्लगहरू हेर्ने गर्छु म। धेरै वर्षमा मैले हेर्ने भ्लगर्सहरू पनि। अनि त्यही हो, बिस्तारै बिस्तारै जे जति सक्छु जान्छु, जस्तो जान्छु त्यस्तै गराउँछु होइन। Thank you very much for watching and keep supporting. सब्सक्राइब गर्नुभएकोले अल बेल आइकनमा गएर अल थिच्न नभुल्नु होला। यदि सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला। जे जस्तो लाग्छ तपाईहरुलाई मेरो भ्लग गर्न चाहिँ नबिर्सनु होला है त गाइस। बाइ बाइ।